नमस्कार साथीहरू, आज छोटो भिडियो मार्फत मैले लुम्बिनी प्रदेशको चौथो तहमा आज 2082 सालको 1 महिना 13 गते सोधिएका जुन आइक्यू प्रश्नहरू थिए ती प्रश्नको समाधान लिएर मैले यहाँनिर उपस्थित भएको छु। यो भिडियोमा यहाँले आजको यो परीक्षामा सोधिएका आइक्यू प्रश्नहरूको समाधान चाहिँ पाउनुहुनेछ। ओके, एउटा प्रश्न थियो, यहाँ जिल्लाहरूको नाम दिएको थियो र जिल्लाहरूको नामलाई वर्णानुक्रम अनुसार राख्दा कुन विकल्प सही छ भन्ने प्रश्न थियो। त्यसको लागि अल्फाबेटिकल अर्डर अनुसार राख्दा सबैभन्दा पहिले अबाट आउने अर्घाखाँची जिल्ला पहिला आउने भयो। त्यसपछि 1 नम्बरमा रहेको इलाम अ आ इ ई पछि यसरी अ आ इ ई को क्रम सकिएपछि प बल्ल क ख सुरु हुन्छ। त्यसैले 3 नम्बरको चाहिँ तेस्रो नम्बरमा र 4 नम्बरको क पछि ग आउँछ यो चौथो नम्बरमा। त्यसपछि 6 नम्बरको दाङ द पछि अनि ध आउने भएको कारणले यो 2 नम्बरको सबैभन्दा अन्त्यमा पर्यो। यो प्रश्नको समाधान यो थियो। अब सवारी साधनलाई सानोदेखि ठुलो क्रममा मिलाउनुहोस् र दोस्रो र पाँचौँमा के हुन्छ भन्ने चाहिँ प्रश्न थियो। त्यसो गर्दाखेरि यहाँ सवारी साधनमा सबभन्दा पहिले सानोदेखि ठुलो क्रममा मिलाउँदा बाइसाइकल, मोटरसाइकल, माइक्रो, त्यसपछि मिनी बस अनि बस, यसरी क्रम मिलाउँदा चाहिँ यो हुन्छ। दोस्रोमा के पर्यो त मोटरसाइकल र पाँचौँमा के पर्छ बस पर्छ। ओके, अब अर्को एउटा प्रश्न थियो अंश र हरको यो भिन्न सम्बन्धी प्रश्नमा अंश हरभन्दा 13ले ओके सानो छ। यदि तलमाथि 9 जोड्यो भने भिन्न 51 हुन्छ, त्यस्तो अप्सन कुन छ भनेको थियो। हामीले चाहिँ यसलाई अप्सन चेक गऱ्यौँ। अंश र हरमा 9 जोड्दाखेरि कुन चाहिँ भिन्नमा कुन चाहिँ फ्र्याक्सनको 1/2 हुन्छ त भनेर अप्सन चेक गर्दा अप्सन 3मा हेऱ्यौँ भने 4/17 थियो अप्सनमा। 4मा 9 जोड्दा कति हुन्छ 13, 17मा 9 जोड्दा 26 हुन्छ। 13 2 जा 26 यो भनेको कति भयो 1/2 भयो। त्यसैले यो आन्सर यसको अप्सन सी। तमिलनाडु शब्दको कोड चाहिँ के हुन्छ भनेको थियो। यतापट्टि विभिन्न ठाउँको नाम र कोड दिएको छ। तपाईँले ठाउँको नाममा हेर्नुभयो भने तमिलनाडु भनेर प्रत्येक लाइनहरूमा यो दोहोरिएको शब्द हो भने कोडतर्फ सबैमा दोहोरिएको जेडके भन्ने छ। त्यसैले यसको आन्सर के हुने भयो जेडके यसको आन्सर। अर्को यो डाइरेक्सनसँग सम्बन्धित प्रश्न थियो। यसमा आफ्नो घरबाट ऊ 5 किलोमिटर पूर्व जान्छ, त्यसपछि बायाँ घुमेर 4 किलोमिटर अगाडि बढ्छ अनि दायाँ घुमेर 10 मिटर अगाडि बढ्छ भनेर यसरी जे भनेको थियो त्यो भने बमोजिम हामीले बनाउँदै गयौँ भने यस्तो टाइपको यो स्केच बन्छ र उसको अफिस यहाँनिर आइपुग्छ। प्रश्नले के भनेको छ भन्दा अफिसबाट उसको घर कुन दिशामा छ भनेको छ। त्यसैले अफिसलाई एउटा केन्द्रबिन्दु मानेर यहाँ एउटा 4वटा लाइनको हामीले लाइन ड्र गऱ्यौँ र यो पूर्व पश्चिम यो उत्तर र यो दक्षिण हो भने यो दिशा भनेको घर रहेको दिशा के हुने भयो त उत्तर पश्चिम हुने भयो। अब अर्को यो क्लोरोफिल भन्ने शब्द दिएको थियो। यसबाट बन्न नसक्ने शब्द कुन छ भनेको छ। यो ए भन्ने शब्द चाहिँ यो क्लोरोफिलमा भेटिँदैन, त्यसैले यो शब्द चाहिँ त्यसमा नबन्ने शब्द हो। अर्को सिरिजको क्वेसन थियो 25 पछि 30, 49, 56, 81, 90 पछि के आउँछ भन्ने थियो। यसको चाहिँ 25 भनेको 5 को स्क्वायर हो, 30 भनेको 5 को स्क्वायरमा 5 जोड्दा हुन्छ, 7 को स्क्वायर 49 हो, 56 भनेको 7 को स्क्वायरमा 7 जोड्दा हुन्छ, 9 को स्क्वायरमा 9 जोड्दा 90 हुन्छ। अब के को पालो आउनु पर्यो त 5, 7, 9 भएपछि अब यहाँ 11 को स्क्वायर आउनु पर्यो। 11 को स्क्वायर भनेको 121 हो, 121 मा 11 जोड्दा 132 हुन्छ। त्यसैले यसको आन्सर 11 को स्क्वायर 121 हुने भयो। ऱ्याटको भिटी हुन्छ भनेको छ यो कोडिङमा। आर पछि 4 स्टेप अगाडिको अल्फाबेट भी हो, ए भन्दा 4 स्टेप अगाडिको अल्फाबेट ई हो, टीबाट टी यो लास्ट अल्फाबेटलाई चेन्ज गरेको छैन। त्यसैले ए अनुसार यसलाई चेन्ज गर्दाखेरि यस प्लस 4 गऱ्यो भने यल हुन्छ, ई प्लस 4 गऱ्यो भने आई हुने भयो, एन प्लस 0। अब एनमा चाहिँ हामीले चेन्ज गर्नु परेन, एनको एन यो अप्सनमा भेटिन्छ, यही नै यसको आन्सर हुने भयो। अर्को चाहिँ अल्फाबेटिकल अर्डरमा एउटा अर्थपूर्ण ढङ्गले क्रम मिलाउँदा कुन विकल्प हुन्छ भनेको चाहिँ। यसलाई हामीले अल्फाबेटिकल अर्डरमा हेऱ्यौँ भने सबभन्दा पहिले PROB वाला अप्सन चाहिँ पहिला आउने भयो। PROB हैन, यो PROB 3वटा मध्ये सबभन्दा पहिले चाहिँ PROB पछि ए आएको शब्द अगाडि आउँछ, त्यसपछि यो 5 नम्बरको बी आएको त्यसपछि आउने भयो, त्यसपछि यो PROB पछि यल आएको शब्द आउने भयो, अनि PRO पछि सी आएको शब्द सेकेन्ड लास्टमा आउँछ भने PROC यसको सी भन्दा पछाडि ई छ, सी भन्दा पछाडि यल छ, त्यसैले यो 1 भन्दा अगाडि के आउने भयो 3 आउने भयो। यो नै यसको अर्थपूर्ण क्रम हुने भयो। अर्को यो
50% मिश्रणलाई अर्को X% मिश्रणमा मिसाउँदा भन्ने टाइपको जुन प्रश्न थियो, यसलाई हामीले एलिगेसन मेथडबाट गऱ्यौँ भने पहिलो मिश्रणमा 50% पानी छ, दोस्रो मिश्रण X% छ। त्यसमा हामीले फाइनल वाटरको प्रतिशत कति भएको छ? 40 भएको छ भनेको छ। कुन रेसियोमा मिसाउने भनेको छ? 4:5 को रेसियोमा मिसाउँदा भनेको छ। अब यहाँनिर यो 50 छ, यहाँनिर यो फाइनल 40 छ। 50 मा कति घटायो भने 40 हुन्छ? 10 घटायो भने 40 हुन्छ। 5 लाई के गर्यो भने 10 हुन्छ, इन्टु 2 गर्यो भने 10 हुन्छ। त्यसैले यसलाई इन्टु 2 गरेको। 5 इन्टु 2 गऱ्यौँ भने त यतापट्टिको रेसियोमा पनि इन्टु 2 गर्नु पर्यो। 4 इन्टु 2 भनेको कति हुने भयो? 8 हुने भयो। अब 40 बाट 8 घटाउँदाखेरि कति हुन्छ? यहाँ 32 हुन्छ। 32 नै हाम्रो के हुने भयो? यसको आन्सर हुने भयो। 32% पानी भएको मिश्रणलाई 50% पानी भएको मिश्रणमा 4:5 को अनुपातमा मिसाउँदा फाइनल मिश्रण कति हुँदो रहेछ? 40% हुँदो रहेछ। ओके, कुन चाहिँ अर्डर ठिक छ भनेको छ? यो पनि शुद्धाशुद्धि हेर्नुपर्ने हुन्छ यसमा। अरू अप्सनमा कहीँ न कहीँ त्रुटि छ। यो 4वटा शब्दमध्ये कुनै एउटा शब्दमा चाहिँ स्पेलिङमा त्रुटि भेटिन्छ भने यो अप्सनमा चाहिँ के छ? त्रुटि छैन। त्यसैले यो ठिक हो भन्नु पर्यो है त। ओके, अब यो चित्रसँग सम्बन्धित थियो। यो चित्रलाई के गरेको छ? पहिलो चित्रलाई 90 डिग्री क्लकवाइज घुमाएको छ। त्यो भनेको यसलाई तपाईँले क्लकवाइज भनेको यो डाइरेक्सनमा घुमाउनु भयो भने के हुन्छ? यो चित्रलाई यसरी घुमाउँदा त यस्तो बन्यो नि त, हैन? ओके, फेरि यही चित्रलाई यसरी घुमाउँदा यो चित्र बन्छ। यसरी तपाईँ घुमाउँदै जानुभयो भने 90 डिग्री क्लकवाइजमा घुमाउँदै गएको देखिन्छ। त्यसैले यहाँनिर आउने अप्सन भनेको अप्सन डीमा रहेको, यो चाहिँ अप्सन राइट आन्सर। यस्तो टाइपको चित्र यसको अप्सन हुने भयो। कुन फरक छ भनेको थियो? अरू चित्रमा के छ भने यो एउटा रङ्गाइएको र यो दुईटा रङ्गाइएको बिचमा 3वटा यो नरङ्गाइएको पार्ट्सहरू फेला पर्छ। क्लकवाइजतिर हेर्ने हो भने, यो क्लकवाइज डाइरेक्सनमा हेर्नुभयो भने अरूमा 2वटा फेला पर्छ। यो अप्सन एमा रहेको जुन चित्र छ, अप्सन एमा रहेको चित्रमा चाहिँ यस्तो 3वटा खाली कोठाहरू तपाईँले देख्नुहुन्छ। त्यसैले यो चाहिँ अरूभन्दा फरक छ भन्नु पर्यो। अन्तिम चित्र रहेको थियो। यहाँनिर एउटा वर्गमाथि अर्को वर्ग छ र भित्रपट्टि एउटा चाहिँ चित्र छ। त्यो चित्रलाई के गरेको छ? बाहिर ल्याउँदाखेरि त्यसलाई उल्टो बनाएको छ अथवा यसको वाटर इमेज बनाएर बाहिर राखेको छ। त्यसपछि यो दुईटा टुक्राहरूलाई तलमाथि राखिदिएको छ। त्यही हिसाबले यो जुन चित्र छ, यतापट्टि जुन ढल्किएको चित्र छ, यो चाहिँ एउटा आयत अथवा वर्ग जस्तो देखिन्छ। यो आयतलाई यतापट्टि ढल्किएको जुन आयत छ, यसको वाटर इमेज बनाउनु पर्यो भने यस्तो बन्छ र यो भित्र 2वटा त्रिभुजहरू राख्यो भने यस्तो टाइपको अप्सन जुन डीमा भेटिन्छ त्यो नै यसको राइट आन्सर हुने भयो। अन्य प्रश्नहरूको समाधान पनि म ल्याउने नै छु। अहिलेलाई चाहिँ यहाँहरूलाई यो आइक्यूसँग सम्बन्धित प्रश्नहरूको समाधान लिएर उपस्थित भएको थिएँ। यस्तै अन्य भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। सँगै रहेको बेल आइकन पनि क्लिक गर्नुहोला। अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न नबिर्सनुहोला। भिडियो कमेन्ट गर्नुहोला, सेयर गरेर साथीहरूमाझ पुर्याउन पनि सक्नुहुनेछ। फेरि अर्को भिडियोमा भेट हुने नै छ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।